बस्ने तर मनभित्र चस्स बिज्ने एउटा सन्दर्भ छ। त्यो चाहिँ तपाईँ जुन व्यवस्थाका लागि लड्नुभयो, 25 वर्ष भूमिगत बस्नुभयो, मरिन्छ कि मारिन्छ को लडाईँ लड्नुभयो, गणतन्त्र ल्याउनु भयो, 7 दलको आन्दोलन, माओवादी सहितको, होइन? तर त्यही गणतन्त्रमा आफूलाई गणतन्त्रको नायक भन्नुहुन्छ तपाईँकै फोटो जलाइदिए। त्यो तपाईँले पनि हेर्नुभयो। केपी ओली मुर्दाबाद को नारा ठाउँ ठाउँमा लाग्यो। शेरबहादुर देउवा धनगढी जानुभयो, उहाँकै जन्म प्रदेश, त्यहाँ उहाँलाई स्वागत गरिएका काङ्ग्रेसका झण्डा ब्यानरहरू समेत तान्ने काम भयो। यो चाहिँ सामान्य घटना हो। लड्न तयार भएको भए तपाईँ दरबार छिर्नुहुन्थ्यो, राजाले नटेरेपछि तपाईँ चाहिँ गणतन्त्रको यो आन्दोलनमा पछिल्लो पटक घुमिनु भयो भनेर सार्वजनिक भन्दै हुनुहुन्थ्यो होला। त्यस कारणले मैले सोधेको। त्यो बिचमा तपाईँ राजा नै बस्नुहोस् ज्ञानेन्द्र, मलाई प्रधानमन्त्री बनाउनुहोस्, यिनलाई छोडिदिउँ भनेर उहाँलाई प्रस्ताव लगेको? बिल्कुल होइन। त्यस्तो म कल्पना पनि गर्न सक्दैन थिएँ त्यति बेला पनि। अहिले स्मरण गर्दा पनि त्यो बिल्कुल झुटो र जनतालाई भ्रम दिने कुरा मात्रै हो। त्यहाँनिर एउटा प्रश्न थपौँ, पूरक प्रश्न। तपाईँले भन्नुभयो नि तत्कालीन राजा वीरेन्द्रसँग चाहिँ अप्रत्यक्ष प्रत्यक्ष परोक्ष जसरी भए पनि उनी अलि बढी लोकतान्त्रिक लाग्थ्यो, त्यस कारणले वार्ता संवादमै थियो। आन्दोलन भने म केही दिन अगाडि एउटा भारतीय कार्यक्रम हेर्दै थिएँ, त्यहाँ पनि रञ्जित रे हाम्रो पूर्व राजदूत र एकजना त्यहाँका पत्रकार सहित बसेर उहाँहरू के भन्दै हुनुहुन्थ्यो भने रञ्जित रेले त टाउको मात्रै हल्लाउनु भयो। उहाँहरू चाहिँ हामीले नै त्यहाँ प्रणब मुखर्जीको नाम लिएर, जेडी बक्सीको नाम लिएर, होइन, भारतमा माओवादीलाई, नेपालका माओवादीलाई पाल्ने, पोस्ने, हुर्काउने, हतियार दिने सबै काम हामीले गरे हो नि। हामीले प्रयोग गरेको पुष्पकमल दाहाल प्रचण्डलाई भन्दै थिए। खास गरी 2063 सालको वैशाख 10 गते 7 दल माओवादी र राजा, उहाँले 3 पक्ष भन्नुभएको छ, 3 पक्षका बीचमा सम्झौता भएको थियो। त्यहाँ राजा कुनै थिएन। 2063 साल वैशाख 10 गते तपाईँहरू त असार 2 गते मात्रै सार्वजनिक हुनुभयो, तर तपाईँहरूको प्रतिनिधि थियो, होइन? किन त्यो आन्दोलन त सहभागिता छ नि त। तर वैशाख 11 गते घोषणा गर्ने बेलामा राजालाई चाहिँ बिट्रेल गरियो भन्नुभएको छ उहाँले। राजा हटेको होइन, बिट्रेल भन्ने शब्द उहाँले धेरैचोटि प्रयोग गर्नुभएको छ। त्यस्तो केही सम्झौता भएको थियो 3 पक्षको बीचमा। तपाईँ बारम्बार प्रधानमन्त्री बन्नुभयो। प्रधानमन्त्री भनेको यो व्यवस्थामा सर्वोच्च मान्छे हो। दुवै हातमा अधिकार हुन्छ, पर्याउँदा खुट्टामा पनि अधिकार हुन्छ। त्यस्तो मान्छेले ज्ञानेन्द्रलाई कहिले जेल हाल्नु भएन र अहिले कार्यकर्ताको ताली आउनलाई तिमी भाइमारा हो भन्नुहुन्छ क्या पूर्व प्रधानमन्त्री हो। 64 को भनेको तपाईँले समानुपातिकमा सबभन्दा ठुलो दल,